नमस्कार। आज पनि हामी नयाँ विषयवस्तुका साथ उपस्थित भइसकेका छौं हाम्रो एसटी मोटिभेसन टिभीमा। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र भिडियो मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनु होला। असल मान्छेलाई कसरी चिन्ने भन्ने विषयमा आज हामी कुरा गर्दै छौं। मानिस प्राय हेर्दा देख्दा सबै उस्तै हुन्छन्, तर हामी सबै मान्छेलाई असल भन्न सक्दैनौं र सबै मान्छेलाई हामी खराब भन्न पनि सक्दैनौं। हरेक मान्छेमा फरक गुणहरू, फरक व्यवहारहरू, फरक चरित्रहरू हुन्छ। त्यसैले यदि असल व्यक्ति को हो त? असल व्यक्ति हामीले कसरी चिन्ने त भन्दा, यदि व्यक्ति असल छ भने उसको चरित्रमा यस्ता गुणहरू देखा पर्छन्। अरूलाई दिँदा बढी खुसी हुन्छ, लिँदा भन्दा पनि अरूलाई दिँदा धेरै खुसी हुन्छ। एकदमै उदार मन भएर अरूलाई दिन्छन् र असाध्यै खुसी हुन्छन्। उनीहरू ठूला गफ भन्दा नि ठूला शब्द बोल्दा उनीहरू ठूला शब्द, ठूला गफ भन्दा पनि आफूलाई काममा व्यस्त राख्छन्। उनीहरू काम गरेर देखाउँछन्। हामीले मान्छे चिन्ने भनेको उसले यसो भन्यो उसो भन्यो भनेर चिन्नु भन्दा पनि काम चाहिँ के गर्यो, उसको व्यवहारबाट हामीले मान्छेको पहिचान थाहा पाउँछौं। असल मान्छे गफ भन्दा पनि काममा विश्वास गर्छन् र राम्रो काम गरेर त्यसबाट उनीहरू सन्तुष्टि हुन्छन्। त्यसैगरी असल मान्छेहरू चाहिँ उनीहरू जिम्मेवारी हुन्छन्। उनीहरूले आफूले बोलेको कुरा पूरा गर्छन्। आफ्नो जिम्मामा आएको सबै कामहरू उनीहरूले पूरा गर्छन्। प्राय मानिसहरू जिम्मेवारी पूरा गर्ने वा नगर्नेमा दुविधामा रहिरहेका छन् अथवा बाजिरहेका छन्। जो असल मान्छे हो उसले आफ्नो जिम्मेवारी पूरा गर्छन्। असल मान्छेलाई आफ्नो राम्रो पक्ष पनि थाहा हुन्छ र नराम्रो पक्ष पनि थाहा हुन्छ र असल मान्छेहरू जहिले पनि आफ्नो राम्रो पक्षलाई फलो गर्छन् र आफ्नो विश्वास के हो, आफ्नो सच्चाइ के हो, आफ्नो काम के हो त्यसमा पूर्ण जानकार हुन्छन्। उनीहरू जजमेन्टल हुँदैनन्, कसैलाई पनि जज गर्दैनन्। उनीहरूले प्राय मानिसहरू हामी जज गर्न थाल्छौं। हरेक मानिसलाई हामीले देख्दा बित्तिकै जज गर्न थाल्छौं। उसको व्यवहार, उसको लुगाई, उसको खुवाई, उसको लेखाइ, उसको हिँडाइ डुलाइ हरेक क्षेत्रबाट हामीले जज गर्छौं। तर असल मान्छेहरू कहिल्यै पनि जजमेन्टल हुँदैनन्। उनीहरूले जज गर्दैनन्। तर उनीहरू जज गर्दैनन्। उनीहरू चाहिँ असल पक्ष हरेक मानिसभित्र उनीहरूले असल मान्छे मात्र देख्छन्। हरेक मानिसभित्र उनीहरूले असल पक्ष मात्र देख्छन् र उनीहरूले असल पक्षलाई नै फलो गरेर अगाडि बढ्छन्। त्यसैले हामीले कसैलाई पनि जज गर्नुहुन्न र हामीले सबै व्यक्ति असल रूपमा हेर्न सक्नुपर्छ। सबै मान्छेलाई असल मान्छे भनेर हामीले चिन्न सक्नुपर्छ। मान्छे कोही पनि खराब हुन्न। उनीहरूको समय, परिस्थिति, वातावरण हरेक कुराले, समाजले केही न केही असर पारेर उनीहरूमा खराब नेचर अथवा खराब व्यवहार देखा पर्छ र बिस्तारै हामीले सबै मानिसलाई असल रूपमा हेर्न सक्नु नै हाम्रो सबैभन्दा महान अथवा हामी असल मान्छेभित्र पर्छौं। हामी असल मान्छेभित्र पर्नको लागि हामीले सबै मानिसलाई नै असल देख्न सक्नुपर्छ र असल व्यवहार हामीले देखाउनु पर्ने हुन्छ। अनि मात्र हामी पनि असल मान्छे बन्छौं। आजको भिडियो के कस्तो लाग्यो? यो भिडियोलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस् र हाम्रो एसटी मोटिभेसन टिभीलाई सब्स्क्राइब गर्न बिर्सनु भएको छ भने तुरुन्तै सब्स्क्राइब गर्नुहोला। थ्यांक यू भेरी मच।